आइसिसी विश्वकप लिग 2 अन्तर्गत नेपालले युएईलाई 6 रनले पराजित गरेको छ। शुक्रबार त्रिवी क्रिकेट मैदानमा वर्षाका कारण खेल रोकिएपछि युएईले नेपालबाट 38 ओभरमा 255 रनको परिमार्जित लक्ष्य पाएको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा युएईले निर्धारित 38 ओभरमा 8 विकेट गुमाएर 248 रन बनाउन सक्यो। युएईका मोहम्मद शहजादले सर्वाधिक 65 रन बनाए। उनले 72 बल खेल्दै 4 चौका र 2 छक्का प्रहार गरे। यसैगरी खुजैमा तनवीरले 49 रन बनाए भने हरप्रीत सिंह 41 रनमा आउट भए। नेपालका लागि सन्दीप लामिछानेले 3 विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान 2-2 विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 7 विकेट गुमाउँदै 289 रन बनाएको थियो। नेपालका दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै 100 रन बनाए। नेपालले अब मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ।